जन्जालैमा फस्या विचार आइयो बिहा बिहा हरेर जन्जालैमा फस्या विचार आइयो बेकारैमा लगन गाँठो कस्या विचार आइयो बिहा हरेर जन्जालैमा फस्या विचार आइयो बेकारैमा लगन गाँठो कस्या विचार आइयो भात पकाउने ढङ्ग छैन मेरी घरवाली भात पकाउने ढङ्ग छैन मेरी घरवालीको बेली बासा भान्सा आफै पस्या विचार आइयो बेली बासा भान्सा आफै पस्या विचार आइयो बिहा हरेर जन्जालैमा फस्या विचार आइयो छाटाइ उठी मुख लिप्टी छ छाटाइ उठी मुख लिप्टी छ डेलो चुलो लिप्नु छाडी छाटाइ उठी मुख लिप्टी छ डेलो चुलो लिप्नु छाडी भुत जसी ठ्याक्कै पाउडर घस्या विचार आइयो भुत जसी ठ्याक्कै पाउडर घस्या विचार आइयो बिहा हरेर जन्जालैमा फस्या विचार आइयो न सिउँदाउँदो सिन्दुर हाल्ली न त गुन्यौँ चोलो लाउने न सिउँदाउँदो सिन्दुर हाल्ली न त गुन्यौँ चोलो लाउने जिन्स प्यान्ट लाउँदी हट्टी ढस्या विचार आइयो जिन्स प्यान्ट लाउँदी हट्टी ढस्या विचार आइयो बिहा हरेर जन्जालैमा फस्या विचार आइयो बेकार रहेछ बजार कि छोर्याटी बिहा बेकार रहेछ बजार कि छोर्याटी बिहार्नु रक्सी चुरोट खाँदी रहेछ नस्या विचार आइयो रक्सी चुरोट खाँदी रहेछ नस्या विचार आइयो बिहा हरेर जन्जालैमा फस्या विचार आइयो सल्लाहमा केटाकेटी जन्माउ भन्या सल्लाहमा केटाकेटी जन्माउ भन्या पन मर्छु भन्ने अहिले गर्व बस्या विचार आइयो मर्छु भन्ने अहिले गर्व बस्या विचार आइयो बिहा हरेर जन्जालैमा फस्या विचार आइयो बेकारैमा लगन गाँठो कस्या विचार आइयो बिहा हरेर जन्जालैमा फस्या विचार आइयो बेकारैमा लगन गाँठो कस्या विचार आइयो। धन्यवाद। आजको लागि मैले यो गजल यहाँहरूलाई सुनाउने कोसिस गरेँ। तपाईँलाई यो गजल कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया मेरो तलको कमेन्ट बक्समा प्रस्तुत गरिदिनु होला। मैले एउटा यो काल्पनिक रूपमा काल्पनिक गजल लेख्ने कोसिस मात्रै गरेको हुँ र साहित्यिक रचनामा एउटा समाजको विकृतिलाई देखाउने कोसिस मात्र गरेको छु र यहाँहरूलाई पनि कुनै सुझाव सल्लाह र प्रतिक्रिया छन् भने पनि म यहाँहरूलाई आग्रह गर्न चाहन्छु हाम्रो तलको कमेन्ट बक्समा सुझाव सल्लाह र प्रतिक्रिया दिनु होला र हामी थोरै सब्सक्राइबर भए पनि आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नको लागि उपस्थित भइरहेका छौँ। त्यसैले हाम्रो च्यानललाई सब्सक्राइब गर्दै हामीलाई सहयोग गर्न सक्नुहुनेछ र सहयोग गरिदिनु होला पनि भनेर म अनुरोध गर्न चाहन्छु। आजको लागि भने हजुर गर्न चाहन्छु। हस्त नमस्कार।